यो हाम्रो अब जन्तीको लागि मासु पकाउने अब पहिली घर भन्छ यसलाई माइती घर के अरे माइती घरबाट आएपछि हामी पहिली घरमा आज दिउँसैतिरबाट पानी आउँछ कि भनेर यो प्याज टमाटर लाई हल्का फ्राई गर्दैछौँ त्यस्तो गर्दैछौँ। त्यो बाड्न तल चलाउँदै मैले पनि त्यही गर्नु खोजेको थिएँ। साथीहरू कति राम्रोसँग पाक्दैछ टमाटर र प्याज। मसला आयो होला त ल हेर्नुहोस् त गाईहरू साथीहरू मासु पकाउने कार्यक्रम जारी छ। गाडी पनि अलिक छोटो भएर पल्टेलाई यतापट्टि दाउरा हाल्नु कि साथीहरू मासु जन्तीहरू राति आउने चलन हुन्छ यहाँ पकाएर राख्नुपर्छ। मौसम पनि खराब छ। आगो जोरु नै यार मान्छेहरू पनि कम छन् होइन सिजन अनुसार मान्छेहरू हाम्रो बाहिरतिर जाने चलन छ। केही साथीहरू विदेशतिर हुनुहुन्छ अब के भने गाउँमा भएका मान्छेहरू यतिसम्म काम गर्नै पर्छ। दुईटा भात एकदम हुन्छ त्यो त्यो सबै ठिक छ। साथीहरू यो बोसो हेर्नु त खसी मोटो रहेछ। अब जङ्गलतिर अर्ग्यानिक डाले घाँस खाएको खसी भएरै होला। सिनेमामा पनि बोल्नु न फेरि साथीहरू के हो यो? त्यो त यही हो अर्ग्यानिक भनेको साथीहरू है।